मोरङ सुनसरी कोसीको तिरैमा पुग्ने कसरी, हरि कोसीको तिरैमा पुग्ने कसरी, लौ चिया सस्तो छ पुगेर फर्कनुहोस्, मेची कस्तो छ, हरे हरे हरे। हेलो साथी, नमस्ते नमस्कार है, के छ तपाईँको हालखबर चाहिँ। मैले आज प्रदेश नम्बर 1 को जिल्लाहरूलाई के त याद गराउनको लागि तपाईँहरूलाई गीतद्वारा, यो कविता जस्तो होइन, एउटा गीत मैले लेखेको छु होइन, कविता जस्तो बन्छ, गीत जस्तो बन्छ, त्यो तपाईँहरू आफैले बुझ्नु होला है। मैले चाहिँ आज यो ल्याएर आएको छु। तपाईँहरूले चाहिँ ठ्याक्कै यो गीत याद गर्नुभयो भने प्रदेश नम्बर 1 का जिल्लाहरू पनि पुरै याद गर्न सक्नुहुन्छ, किनकि हामीले पढेका कुराहरू चाहिँ चाँडै भुल्छौँ हामीले है। तर चाहिँ गीतहरू हामीले एकचोटि सुन्यौँ भने चाहिँ हामी कहिल्यै पनि भुल्न सक्दैनौँ। त्यही भएर चाहिँ मैले तपाईँहरूलाई पढ्नको लागि सजिलो होस् भनेर 1 नम्बरका प्रदेशलाई के त समेटेर मैले जिल्लाहरू लेखेको छु। अनि मैले यो गीत गाउन गइरहेको छु, यसरी सम्झिनुहोस् है। पूर्वको ताप्लेजुङ हुँदै पाँचथर इलाम झर्यो, झापाको किल्ला पुग्दा ठ्याक्कै साँझ पर्यो, मोरङ सुनसरी ए है कोसीको तिरैमा पुग्ने कसरी, हरे हरे कोसीको तिरैमा पुग्ने कसरी। यो एउटा ढुक्का भयो नि त। अनि यो चाहिँ पूर्वको ताप्लेजुङ पाँचथरबाट झरेको मान्छेले भन्नुभयो, अनि अर्को तलतिरको मान्छेले चाहिँ के त झापाको मान्छेहरूले चाहिँ के भन्नुभयो त, हे हे सोलुखुम्बु खोटाङ हुँदै उदयपुर जाउँला, भोजपुरतिर गएर सेलो गीत गाउँला, चिया सस्तो छ पुगेर फर्किनुहोस्, मेची कस्तो छ, लौ लौ पुगेर फर्कनुहोस्, मेची कस्तो छ भनेर चाहिँ के त तलतिरको मान्छेले भन्नुभयो। अनि फेरि अर्को छ यहाँ तल, हे सङ्खुवा सभा तेह्रथुम हुँदै धनकुटामा बास, मेरो प्यारो ओखलढुङ्गा नेपालीको आशा, हे मोरङ सुनसरी कोसीको तिरैमा पुग्ने कसरी, लौ लौ कोसीको तिरैमा पुग्ने कसरी, हरे हरे चिया सस्तो छ पुगेर फर्कनुहोस्, मेची कस्तो छ, लौ पुगेर फर्कनुहोस्, मेची कस्तो छ भनेर चाहिँ मैले यसरी के त प्रदेश नम्बर 1 का जिल्लाहरू समेटेर यसरी गीतद्वारा उतारेको छु। यो भिडियो हेरेर, यो गीत सुनेर तपाईँहरू प्रदेश नम्बर 1 का जिल्लाहरू पुरै याद गर्न सक्नुहुन्छ। 14वटै जिल्लालाई मैले समेटेर यो गीत लेखेको छु, हेर्न सक्नुहुन्छ। यो तपाईँहरू आफैले देख्न सक्नुहुन्छ। मैले जिल्लालाई चाहिँ के त यी डट चिन्ह लगाएको छु, यी ताप्लेजुङ पाँचथर इलामी सबै आएको छ है। यो चाहिँ 14वटै के त जिल्लाको नाम चाहिँ यो गीतमा समेटिएको छ। यो गीत तपाईँहरू याद गर्नुहुन्छ भने प्रदेश नम्बर 1 का जिल्लाहरू पनि याद गर्नुहुन्छ। र प्रदेश नम्बर 1 का जिल्लाहरू पुरै याद भइसकेपछि म तपाईँहरूको माझमा फेरि यसरी नै गीतद्वारा प्रदेश नम्बर 2 को के त गीत पनि प्रदेश नम्बर 2 का जिल्लाहरू समेटेर तपाईँहरूको माझमा फेरि पनि गीत ल्याउँछु। थ्याङ्क यू, धन्यवाद।